आज हाम्रो गाइजहरू धमाधम हेलो एभ्रिवान गाइज वेलकम टु माई ब्लग च्यानल। हेलो गाइज के छ? हाम्रो गाइजहरू धमाधम तरकारी काट्दैछ। तरकारीहरू यता तरकारी एकदम हतार 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 भइरहेछ। जो पहिला फास्ट गऱ्यो त्यही चाँडो हुने हो। उहाँ हाम्रो दाइ उता ज्याकेट धुँदैछ। गाइज हेर्नुहोस् है, गाइज हेर्नुहोस् है, यता धनियाँ पुदिना है, पुदिना यता यता करेला, यता आइटम मात्रै हेर्नुहोस् है गाइज, आइटमले भरिएको छ। मेरो चाहिँ अब काटिसकेको छु मैले पनि होइन, काटेँ भने चाहिँ यसो भिडियो बनाउँदै हिँडेँ। अब यतातिर झन् फास्ट, यतातिरको त हिँडिसक्नु भएको छ अघि। यतातिर दाइ कपडा धुँदै हुनुहुन्छ हाम्रो प्रगति दाइ। यता हाम्रो सुनिल अब सुरेश सर, नाम पनि बिर्सिन्छ बेला बेला। म त यस्तै छ बसोबास यताको। यता हेर्न सक्नुहुन्छ, तल जानुपर्छ अब एक्लैमा। यो चाहिँ मेरो रुम हो होइन, रुम जस्तै हो। छोरो मान्छेको रुम तै पनि बवालै छ है, जे जस्तै भयो पनि। तल ओर्लिने क्रममा छौँ। यो सिडी भएको चट 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 हो गाइस। हामी तल पनि आइसक्यो फेरि। अब यतातिर गाई झन् फास्ट, एकदम फास्ट भइसकेको रहेछ। उहाँ हुनुहुन्छ हाम्रो अर्जुन दाई, यता हाम्रो दिपक सोल्टी। यतातिर झन् फास्ट फास्ट भइसकेको रहेछ। पाकी पनि सकिसक्यो। यता हुनुहुन्छ राजकुमार। ओके ल, उहाँको तरकारी आदो मिट हो, उहाँको तरकारी पाकिसक्यो। यता राई दिपक तरकारी करेली त्यसरी राई भएर है गाई। यता टमाटर। यता हाम्रो भोला दाई यहाँ तेल हाल्दैछ, तेल। यहाँको तरकारी पनि बवालै छ। त्यो गाई चाहिँ हाम्रो जिउ जाउटी सकेर चाहिँ अहिले त धमाधम तरकारी पकाउने क्रममा छ। अबको आधी घन्टामा यो फिनिस्ड सकिन्छ पनि। बसोबास गाई है। यो हाम्रो चाहिँ किचन रुम हो। पट्टी छ हाम्रो अर्कै। यहाँ आइटम राख्ने भाँडाहरू हो नि यिनीहरू चाहिँ तल हेर्नु न, कम सफा छ हाम्रो बस्ने। टल्केर आमा टल्केर मैले हेर्नै सकेन, यति टल्किया छ। ओ माई तरकारी राख्ने हो। यस्तै हो गाईजी, कोही कट्टुमा छ, कोही पेटीमा छ। गाई जस्तै हो, ध्यान सो छ। भइहाल्छ नि, मै गर्छु, म लाग्छ मेरो बेगले पकाइसकेर। अर्जुन दाइ सफा गर्दै हुनुहुन्छ। उहाँ फेरि केशव सर निस्किनु भयो नुहाइधुवाइ गरेर। भ्याइ नभ्याइ छ कि गाई चाहिँ हाम्रो, भ्याइ नभ्याइ छ। भ्याइ नभ्याइ भन्दा पनि एकदमै नो टेन्सन। यहाँ हाम्रो फेरि नेक्स्ट सोल्टीले लिएर आउनु भइसक्यो आइटम। म हान्छु अहिले एकछिनपछि, मेरो लास्ट पकाउँछु म। वाल टल्किँदो रहेछ गाई जस्तै छ। अब माथि उक्लिन्छौँ। मेरो पकायो भने एकछिन बस्ने बासी पकाउने हो। शान्त भएर मिठो पकाएर खाने हो, खाने है पकायो भने चाहिँ। अनि अहिले चाहिँ अरू साथीहरूले पकाउँदैछ। म चाहिँ अब आराम गर्ने हो एकछिन।
बिन्दासले मेरो चाहिँ किन भन्दा तरकारी पाकिसकेको छ अनि भात पनि यहाँ पाक्दैछ यहाँनिर राइस कुकरमा तरकारी चाहिँ मेरो यहाँ पाकेर छोपिसकेको छ फेरि अर्को तरकारी चाहिँ अब एकछिनपछि पकाउने नभएर रेस्ट गरेर बस्ने गाई यसो है बसोबास मलेसियाको कुराहरूलाई कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला अनि सब्सक्राइब लाइक गर्नु नभुल्नु होला भन्दै अहिलेलाई म तपाईँहरूबाट बिदा हुन चाहन्छु।